हेलो साथीहरु आज चाहिँ हाम्रो दाइको र मेरो च्यालेन्ज छ हैन जसले जित्छ त्यसलाई चाहिँ 1000 रुपैयाँ पाउने छ हैन त्यसले चाहिँ 1000 रुपैयाँ भन्नु छ अब हामी सुरु गर्छौं अब त्यही हो ले जित्छ के मैले जित्छ है अब म चाहिँ पिरो खाने बानी छैन अब तै पनि आज ट्राई गर्छु तर 2 3 गो स्टार्ट लो तले जित्यो उसले 1000 है त ओ पिरो मैले सक्दैन जस्तो लाग्यो पिरो पिरो नखाने मलाई पिरो झन् के हुन्छ के पेरो खानुपर्छ त्यो याद भोलि मलाई बिहान गाएर चाहिँ नहोस् रामदाले मलाई मात्र ढिला हालिदिनु भयो क्या आज ढिला त बराबर सुक्खा भयो नि अनि झोल भएको सजिलो हुन्छ सक्छ भन्छ खाना खानै पर्ने हो पिरो खानै पर्ने हो भोलि मलाई बिहान गाह्रो चाहिँ नहोस् त्यति हो है उसले चाहिँ 14 पिरो भइरहेको पानी कोक्रा हेर पानी भन्छ के हो के साह्रो कोच्या राफो पनि काम मैले त अर्कै गर्छ त नि सर्क्यो क्या पिरो भयो उठ्ने हो बराबर हो अन्त उसलाई देखाएर अझ धेरै हालेर मेरो त्यो वस्तु त सक्छ हो गाह्रो पिरो नेपाल त नहाने हुन्छ यो खोर्सानी है हुन्छ पिरो यत्रो धेरै जाने बिस्तारा
नखास् त नसा लाग्छ त पेटमै नलाग्छ I give up. जस्तै भइसक्यो पेटमा नलाग्छ भइसक्यो मेरो पेटमा नलाग्छ भयो पेटमै नअट्ने भयो मेरो खुर्सानी पिरो छ पिरो हो कि लास्ट अन्त्यो मेरो त पेटमै नअट्ने भयो के अब 1000 रुपैयाँ मैले पाउँछु जस्तो छ है गाइजहरु पेटमै अट्यो त के गर्नु त त्यो भन्दा त I give up. मैले हार माने अट्दैन मैले जितिसकेको छु यस्तो बाँकी छ अझै कहाँ त्यो सक्यो भने त्यो सक्यो भन्दैन त्यसलाई चम्चा लाउँछु त चम्चा त्यस्तो सक्यो भन्दैन बिस्तारै बिस्तारै Besok ya? Besok kenapa? Besok ya? Final guys, मैले जित्यो बराबर हो उन्दा मैले अघि नै जितिसक्यो त्यो हुँदा बराबर हुँदा मलाई अघि नै जितिसक्यो तपाईहरुले भन्नु होला कसले जित्यो कसले जित्यो मैले जित्यो कमेन्ट गर्नु होला गाइज बराबर भएको छ है लास्टमा आएर मैले च्यालेन्जलाई एक्सेप्ट गरेर अझै पनि हार मान्दिनँ भनेर भटक्न अति नअति खाएको थियो है दुईजना कोक थियो एक ग्लास दुईजनाले बराबर खाएर कसले जित्यो कमेन्ट गर्ने होला गाइज है त मैले जितेको छु बराबर के को ज्या सो फाइनल गाइज मैले चाहिँ आज 1000 रुपैयाँ जितेको छैन नो यो गाइज यो 1000 रुपैयाँ कसले जित्यो कमेन्ट गर्नु होला है तपाईहरुले कमेन्ट गर्नु होला कसले जित्यो यो 1000 रुपैयाँ है त